तुलसाजीको कविता सङ्गीत चाहिँ रसिद दाईको खुबै याद आइरहेको रसिद दाईसँग मेरो पुरानो चिन्जान हो साह्रै उहिले नै वैशालु नै हुनुहुन्थ्यो मैले चिन्दा उहाँको फिकल घरमा पनि पुगेको बसेको थुप्रै यादहरू आयो यो सङ्गीतमा हाम्रो गाइकिन हाम्रो चरण भाइको तारिफ चाहिँ फेरि के भन्छ भने यो के जति हाँडी चम्काएको भनेर जस्तो नराम्रो सुन्छ आफ्नै भाइ हो मान्छेहरूले स्रष्टाहरूले गर्ने भनेको कोसिसमा चाहिँ हो अनि हामी सबैले राम्रो गर्ने नयाँ बनाउने विशेष बनाउने हामी सधैँ जम्मरको कोसिस गरिरहन्छौँ अनि गल्ती कमी कमजोरी भन्ने कुराहरू चाहिँ एउटा उमेरलाई सुहाउँछ पनि त्यही कारण चाहिँ भने हुँला मैले कहाँ भेटेर भनेर धमकमा म पनि बुढो भएपछि एउटा अनौठो रोग आउँदो रहेछ भाइ पुस्ताहरूलाई चाहिँ अर्थी उपदेश दिइहाल्ने ठाउँ भेट्यो कि दिइहाल्ने यो चाहिँ जब अब पछि तपाईँहरूको उमेरमा त्यस्तो आएछ भने सम्झिनु म बुढो भएँ अब कसैलाई अर्थी उपदेश दिन थाल्नुभयो भने चाहिँ मान्नु बुढो भयो अब अरे भएको कुरा पनि के हो भने एउटा उमेरलाई मात्रै सुहाउँछ गल्ती कमी कमजोरी गर्ने होइन गल्ती गर्ने कमजोरी बनाउने एउटा उमेरलाई सुहाउँछ फटाइ गर्नु पनि उमेरलाई सुहाउँछ माफ पनि इजी पाउँछ अब बुढेसकालमा कता माफ माग्ने गल्ती गरे मात्रै अरे सबै कुरा के हो भने म भाइहरूलाई भनिबस्छु अनि पौडी खेल्नु छ भने चाहिँ पोखरीमा हाल्ने हो त्यो किताब पढेर यता खुट्टा चाल्ने उता हात चलाउने यस्तो पढी बसेर चाहिँ पौडी खेल्नु सिकिँदैन पोखरीमा हाल्ने हो बचाउने पनि हुन्छ नि पोखरीतिर होइन डुबी गयो भने एकजनाले बचाइहाल्छ खोलामा चाहिँ अब त्यस्तै होला खोलामा हाम फाल्नुभन्दा सोच्रे पौडी खेल्नलाई पोखरीमा हाम फाल्नलाई चाहिँ नडराउँदा हुन्छ अनि कति जाने सुधार्दै लाने जीवनमा के छ होइन पर्फेक्ट भन्ने कुरा त हुँदैन नै भन्छन् अब कमभन्दा कम गल्ती गर्दै